add this on. Please can I like this on? यहाँ त म 9 टा घरबाट गरेँ कान्छी बस्छ कि अलि काली छ पहिलाको त गोरी थिए अहिलेको त अलि काली छ दिलवाली के होला सुन्तलाको राजधानी भास्करगाउँमा छु म कहाँबाट ट्युन नम्बर ल्याउटो म मात्रै बजाएको बजार चाहिँ अब सकिने भयो यो सुन्तलाको लागि हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल लाइफ आफ्टर 14 फनमा यहाँहरूलाई स्वागत छ म हुँ तपाईहरुको साथी युवराज अर्मजा आजको हप्ता भनेको चाहिँ अलिकति चाहिँ मिक्स छ कन्टेन्ट भित्र चाहिँ धेरै कुराहरु चाहिँ समावेश छ अब एउटै काम चाहिँ छैन आजको विकमा चाहिँ हरेक खालको चाहिँ कन्टेन्टहरु छ आफ्नो बारीमा काम गर्नेदेखि लिएर श्रमदानदेखि लिएर हैन बारीका चाहिँ सुन्तलाहरुदेखि लिएर हैन सबै कुराहरु चाहिँ समावेश भएको छ आजको कन्टेन्ट अगाडि देखिसक्नु भएको छ हैन के छ कस्तो छ भन्ने कुराहरु चाहिँ भिडियो पुरा हेरेर चाहिँ साथ दिनु होला है त बिहान 6 बजेबाट ड्युटी सुरु भयो आलु गर्ने आतुरी सुरु भयो हाम्रो चाहिँ अब फेरि गाउँघरको कन्टेन्ट भनेको गाउँघरको चाहिँ अब भिडियो भने नि कन्टेन्ट भने नि जे भने नि यही नै हो टकको चाहिँ बुढाबुढी जाने काम गर्ने हैन हरियो डाँडा मकै जोत्ने बारी अबे साले जो माफ करना मैं जो उससे मैं इधर उधर निकल जाता हूँ जब ये मकै जोत्ने रे हलो जोत्ने होला नि यसै मकै जोत्ने न लाछ फेरि सर अहिले उठेछ यार नसुतिर कन्टेन्ट क्रिएट गर्न चाहिँ भने जस्तो इक्विपमेन्ट छैन मसँग जे जस्तो मोबाइलबाट बन्छ त्यस्तै कन्टेन्ट क्रिएट गर्ने हो प्रोडक्ट चाहिँ यो गाउँले काट्न खोजेको थियो तर हामीले चाहिँ रोकेको यो रुख काट्नलाई चाहिँ डेन्जर ठुलो छ यसको यो फेरि राजाको दरबार ढोका भन्छ नि यहाँ फेरि ला पक्कै राजा कहाँबाट तिम्रो घर तिम्रो घर कहाँबाट त्यो नम्बर ल्याउटो बेलुकी फोन हान्नु मन लाउँछ र अब टाइम स्टार्ट अब काम सुरु हुन्छ अब ब्रेक टाइम भयो केटा चाहने बेला भयो अब चाहने फेरि सुरु गर्ने यति खन्ने बल्ल आमा वहाँ पुऱ्याउनु छ पाते गाह्रो छ झारले राखेको यो बल्ल खास मेलै सर्न रहेछ कि ट्याक्क धौलागिरी हिमालको रेन्ज अन्नपूर्ण हिमालको रेन्ज माथि मालिका धुरी अलिकति चाहिँ पानी पर्ला जस्तो गर्यो हैन अब चाहिँ हामी चाहिँ फेरि काम चाहिँ फेरि रोकेर तेरिका असिना आयो असिना लो मारो हाबै आज क्रिकेट हारेर हो कि के हो यार यो असिना आएको यो इन्द्र भवन रिसार यहाँ
चाहिँ चाँदी चाँदी फाले छन् यार चाँदी 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 फाले छन् यार चाँदी घरभित्र पसेर यार कल्चोर यार लहेर 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 तँलाई केही नि गर्न मैले 30 सेकेन्ड डराउँछस् र केही नि गर्न क्या मैले सिरुपाते बाजेको पालामा ब्रिटिस आर्मी हुँदाखेरि चाहिँ बाजेले ल्याएको खुकुरी हो कि गाई चाहिँ यो चाहिँ ब्रिटिस आर्मी थियो नि त हाम्रो बाजे त्यति बेला ल्याएको खुकुरी कालो कालो छ नि धोएको छैन तर लाग्ने चाहिँ खतरा लाग्ने छ फेरि आज चाहिँ त्यही राहो काट्ने रे होइन यहाँ चाहिँ यस्तो गाउँलेहरू सबै काटकुट गर्नेमा चाहिँ गइसक्यो होला म चाहिँ भर्खर जाँदैछु त्यसै अब त्यहाँ जाने काटकुट गरिदिने भोलिको बर्तनको लागि अनि त्यसपछि चाहिँ भोलि बर्तनमा चाहिँ सायद म जान्न होला म चाहिँ आज हेल्प गर्नु जान्छु भोलि चाहिँ पालो पालो गर्नु पऱ्यो नि त कहिलेकाहीँ बुढीलाई नि त पठाउनु पऱ्यो नि त होइन लेट्स सी उता गएर के हुन्छ अब काटकुट यताउति त्यो पनि हल्का भिडियो चाहिँ देखाउँला है त चराचुरुङ्गीहरू यति आनन्द आउँछ कि मजाले खेलेछन् चराचुरुङ्गीहरू गुराँसहरू डेन्जर फुल खेल्न लागेको छ अब रमाइलो हुन्छ गाउँतिर नि पुरै लाली गुराँसहरू फुल्न सुरु गरिसक्यो नि त चकमक्क लाली गुराँसहरू होइन अब गाउँतिर चाहिँ रमाइलो हुन्छ डेन्जर लाली गुराँसहरू फुल्न सुरु गरिसक्यो Yeah, it's on. Please can I like this on? Yeah, it's on. Please can I like this on? Oh my God! Wow! Area. That's the my can like this on. अहिले खतरा बोल्ने छन् नि त राम्रो बोल्ने छन् ल फेरि बोल न Cutting in like this on. Cutting. That is my thing. No, hand. No. That is my thing. No, hand. No. Thinking काम बड़े हने भाई दोबारा थिंकिंग दिमाग यहाँ को के एरिया में कोई छ न तो नहीं हाम्रो थिंकिंग मेरो दिमाग अलि कन्फ्युज भएको छ हैन दोबारा और गर्नु पर्यो के और काम गर्नु पर्यो हैन यस्तै हो भाइ हैन अलिकति अडिनी गरेछ अडिनी गर्नु पर्यो गर्दाखेरि अब एउटा अनि दुखुम सुकुम 40 माइला दुखुम सुकुमको हिसाब किताबमा हाम्रो यो साहित्यको रूपमा यसो मनोरञ्जन गर्ने हाम्रो कार्यक्रम छ मैले अपर त जान्दिनँ सर है सर हाम्रो गाउँको एउटा बारेमा काम गर्ने दुखुम सुकुम हाम्रो जस्ट भन्दाखेरि हजुर धेरै सहयोग गर्नुभएको बाबु मैले त भन्न पनि के छैन होइन 40 माइल त अब मरेर बाँचेको अब मेरो पनि अब त्यस्तो थिएन के अरे पहिला अब घरबार गरियो गरेर फेरि घरबार गरे पनि गयो गरे त्यहाँबाट मैले 9वटा घरबार गरेँ अहिले कान्छी स्वास्नी छ ए 9वटा ब्याह्यौ तिमीले 9वटा ए 9वटा कान्छी स्वास्नी 9वटा अब अहिले थिङ्किङ आमाको दाइले त्यो एक्सपायर भयो कि क्या हो यही कान्छी बस्छ कि
नयाँ 10वटा पुऱ्याउने कि होइन त 10वटा पुर्न यही बस्छ कान्छे सहनी भन्ने मेरो एउटा आशा हेर्नुहोस् हजुरको दुखुम सुखुमले है भाउजू छ अलि काली छ पहिलाको त गोरी थिए अहिलेको त अलि काली छ दिलो अलि भातलाई के भन्छ अरे राइस भन्छ नि राइस कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको खोइ 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 कुन न तिम्रो सार्ने ओइ उल्किने उल्किने हो त पर उल्किने हो खोइ कुन न तिम्रो सार्ने ओइ उल्किने सेलरोटी है गाइस तिम्रो भयो नि यार त्यो त स्पेसल भएछ नि तर धुवा भएर जानु सकिन क्या त्यहाँ यहाँ गफ गर्ने छुट्टै छ नि कामै नगर्ने म मात्रै बजाएको बजार भान्से ओहो चाहिँ गाउँलेको चाहिँ श्रमदान छ होइन आज चाहिँ जस महिनामा 2 चोटि चाहिँ 2 दिन चाहिँ श्रमदान हुन्छ हाम्रो चाहिँ आज टक्क चाहिँ गाउँमा चाहिँ श्रमदानबाट चाहिँ बाटो बनाउने फोहोरसोहोर उठाउने म चाहिँ आज चाहिँ झारामा श्रमदान हामीले फेरि झारा भन्छौँ नि त श्रमदानको लागि चाहिँ जाँदैछु श्रमदानको भिडियोहरू पनि त होइन देखाउँदा के गरिन्छ कसो गरिन्छ होइन त्यही नै होला यस्तो नरम न यार केटा यस्तो जस्तो यार किरानमा यार सुरोट नखाम न यार ल्याएर फोहोर गरेर पुरा तपाईँको सफा गर्दै हो यसले चाहिँ यहाँ सुरुमा चाहिँ यसरी यहाँ नफालौँ न यार केटा हो यार एउटोको आइसक्यो र यत्रो यो बाटोलाई चाहिँ लाटा कस्तो भन्छ अहिले देखिन्छ यतिको कम्प्लिट भयो बल्ल ल आजको श्रमदान चाहिँ अब सकिने भयो थान निर्माण हुँदैछ नि आज त यहाँ त यार सट्ट ठहरलाई 16 वर्षको जवानी जस्तो देखिन्छ यार हिमालको रेन्ज ठ्याक्कै सुन्तला गाई सुन्तला
सुन्तला सुन्तला आमा ल यति बेला सुन्तलाको राजधानी बास्करगाउँमा छु म गाइज सुन्तला हेर्ने हो गाइज कत्रो छ भिजिट फर बास्करको है भिलेज यति बेला सुन्तला चाहिँ सिजन हो होइन जुन लाया गाइज दिउँसै है कहाँ होला नि बाँसघरको सुन्तला भटाभट चाहिँ जाँदैछ एउटा गाडी त्यहाँ रहेछ सुन्तला सर्टका सुन्तलाहरू यही हो गाई चाहिँ अब म चाहिँ अब घरतिर गएँ होइन घरमा गएको टक्क बुढीसँग चाहिँ मेरो चाहिँ छोराछोरीको चाहिँ भिडियो कलमा चाहिँ गफ हुँदै रहेछ होइन अब उहाँ चाहिँ छोरा र छोरीले चाहिँ टक्क गीत गाउने रहेछ मैले लुकेर चाहिँ भिडियो बनाइदिएको है गाइज इन्डिङ पोइन्टमा है यस्तै नै हो भिडियो भनेको चाहिँ होइन आजको कन्टेन्ट भनेको चाहिँ अलिकति चाहिँ सबै कुराहरू चाहिँ मिक्स भएको छ तपाईँहरूले माया गरेर हेरिदिनु भएको छ यसको लागि पनि दिदीबाट चाहिँ धन्यवाद दिन चाहन्छु होइन नेक्स्ट भिडियोमा फेरि भेटौँला मेरो युट्युब च्यानललाई सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नभुल्नु होला है त आजको लागि चाहिँ यति नै है त बर्खे झरीले माटो गनाउँछ पसिना